नमस्कार। मेरो भ्लगमा सबैजनालाई स्वागत छ है। भ्लग हेरेर सब्सक्राइब लाइक कमेन्टहरू गरिदिनु होला। भर्खर युट्युब च्यानल स्टार्ट गरेको भ्लगिङको मैले गरेको काम, अब मैले फिल्ममा गरेका कामहरू होइन। त्यही भएर चाहिँ सबै साथीहरूले जहाँबाट हेर्दै हुनुहुन्छ सबै साथीहरूले सब्सक्राइब गरिदिनुहोस् है। गाइस हेर्नु है, पारीको दृश्य एकदम राम्रो छ, एकदम हरियाली शीतल अनुभव भइरहेछ। बाटोमा हिँड्दाखेरि नि मलाई आनन्द। तर हाम्रो हाइवे पनि अलिक खतम छ। शीतल भइरहेछ। तल खाल्टाबाट माथि डाँडामा निस्किएको लास्टै हावा पानी छ। यहाँनिर चाहिँ बाटो अलि अप्ठ्यारै छ यार। एकचोटि यहाँ नराम्ररी पछारेको छु। यो उचार गर्ने ठाउँ चाहिँ अब मलाई आए जस्तो लाग्यो। तर चाहिँ घर चाहिँ कता थाहा छैन। सोध्दै सोध्दै जाने हो कि फोन पनि लागिरहेको छैन। ए हाम्रो बिरुवा गाउँपालिकाको 2 नम्बर वडाको स्वास्थ्य इकाइ कता झर्न पर्यो यतै। अब हिँड्न चाहिँ गाह्रो हुने कि अरू भन्दा नि हिँड्न चाहिँ साह्रै गाह्रो। अब तलै हो भने अहिले आउने बेलामा गाह्रो हुन्छ यो गर्मीमा। जान त बरु ओह्रालो लुख्रु गइन्छ गाइज होइन। तर आउने बेलामा चाहिँ एकदम धेरै समस्या हुन्छ। बाटो यतै होला जस्तो लाग्छ मलाई होइन। झर्नु पर्यो। बर्खाको बेला चाहिँ बाटोहरू साह्रै अप्ठ्यारो हुन्छन् गाउँका। अब कता छिरौँ खै, यता जाऊँ कि यता जाऊँ खै। यता के छ, घरै रचरन त होइन। यहाँ जाऊँ कि के गरौँ, एकचोटि फोन हान्नु पऱ्यो। यतै हो अरे गाइज होइन घर चाहिँ। अब हिँडिराखा हो, अब कति आधी घन्टा लाग्छ भन्दैछन् यार। त्यो ओह्रालो झरेर उकालो निस्किने बेलामा त खतम दुःख हुने भयो त यार। आधी घन्टा तल झर्ने भने त धेरै हो नि। अन्त उहाँहरूलाई आधी घन्टा होला नि, हामीलाई त 1 घन्टा लाग्छ होला। ठिक छ अब जानु परिहाल्यो। हेर्नुहोस् गाइज, यी बर्खाका बाटा यस्तो समस्या है। सब भल पसेर बाटाहरू बिग्रिएर बाटा त लैचरन त, तर बाइक आउँदैन। बाइक ल्याउन नि समस्या है। यस्तो चिप्ले त के गाउँको नाम चाहिँ के रहेछ यार। यता त म फर्स्ट टाइम आएँ। यहाँ पहिरो पनि झरेछ। पहिरो झरेछ, पहिरो घरैमा छ भन्छन्। गाउँतिर त पुरै सुनसान छ कि, कोही मान्छेहरू देखिन्नन्, कोही भेटिन्नन्, मान्छेहरू नै छैनन्। अब यो घर त होइन होला पक्कै बाटैमा छ भन्नुहुन्थ्यो। कता छ खै। बल्ल गाउँ आए जस्तो छ है। अलिअलि सरसफाइ देखियो बल्ल। घाँस काटेर दिक्क पारेर बस्नु भएको रहेछ। ल यो बाटैमा हो भन्नुहुन्थ्यो। यो हो र, यो त होइन होला जस्तै छ। यो घर त यो घर होइन। अब यता पहिरो गएर कि केराहरू मजाले राम्रो भएको छ त यहाँ। यता चाहिँ सरसफाइ गरेर राख्नु रहेछ।
अनि गाइजहरू के छ त नि तपाईँहरू हालखबर मेरो भिडियोहरू कस्तो लाग्छ यसो कमेन्टहरू गरिदिनुहोस् है मेरो भिडियोहरूलाई लाइक सेयर सब्सक्राइब पनि गरिदिनु होला बाटाको घर यो हो र बाटाको घर भन्ने कुरा आइरहेको थियो यो त होइन यो पनि होइन ल यहाँ नि बुढाबुढी मात्र बस्छन् दुइटा ए नि होइन ल त्यसले बेसरी तल रहेछ क्या यार तल गाउँ छैन कि हो गाउँ छैन जस्तो छ त यो झाडी आमा सापहरू आउँछ कि जस्तो छ त यहाँ त यार अरे यार कहाँ हो त नि यार छैन क्या हो गाउँै दुःख पाइहाल्ला जस्तो लाग्यो त मलाई त यार खाना त अनि बहुत दुःख हुन्छ नि खै त गाउँहरू त छैन फर्किन पर्छ कि क्या हो गाउँ नदेखि त फर्किन नि पर्यो गाइस फोन गरेर सोधेको घर चाहिँ यतै रहेछ होइन तर लास्टै तल रहेछ क्या एक्लै घर रहेछ अहिले आउने बेलामा चाहिँ मलाई लास्ट गाह्रो हुने भयो पहिरो गएछ यहाँ लास्टै पहिरो गएछ यतातिर होइन ल त्यो बाटो नि यस्तो अप्ठ्यारो छ यार ल आइयो होला अब त वन कुखुरा मार्न आए जस्तो भयो हो गाई जाँदा त यार जङ्गलै जङ्गल अझै घर आए जस्तो छ गाई होइन लास्ट तल रहेछ यार 10 मिनट भने मलाई 25 मिनटभन्दा बढी लागेको ओह्रालो 25 मिनट भनेपछि उकालो भने 1 घन्टा लाग्ने भयो चाहिँ घर त एक्लै यार हाम्रो पुरानो डिजाइनको घर खरले छाएको हाम्रो नि पहिला यस्तै घर थियो लगभग अहिलेभन्दा 15-20 वर्ष अगाडि यस्तै खरले छाएको एउटा मात्र घर रहेछ क्या यहाँ त अरू गाउँै नहुने रहेछ गाउँै छैन यस्तो जङ्गलको बिचमा यहाँ खेती खान दिन्छ होला र जङ्गली जनावरहरू चाहिँ गेट पनि रहेछ ल दाइ नमस्कार है ओहो टाढा नि लास्टै टाढा रहेछ क्या दाइ यहाँ त पुरै खेतीसेती त केही खान दिन्न होला है यहाँ त झन् लाखै आउँदैन बाँदर लाउँदैन हो र हजुर गोठ चाहिँ तल है तल बारीमा त्यो यसलाई चाहिँ माथि ल्याएर राख्यो तपाईँले माथि ल्याएर राख्नु भन्नुभयो यसको जोडी चाहिँ तल हो कहाँ तल पर्नु बेसरी तल हो होइन यहाँ खेतमा यहाँ बारी ऊ त्यो खेतहरू कतातिरको हो त नि यो हाम्रै यहीँ बेसा डाँडाको जम्मै बेसा डाँडाको भन्ने नि भयो ए यो तल गोठ चाहिँ जामा आउनुहोस् गोरु हो हजुर अर्को पनि गोरु हो हजुर कहिलेदेखि त्यस्तो भएको हो त्यसको चाहिँ त्यो डेढ दाहिने खुट्टा सुन्ने र दाहिने माडा हातलाई सुन्नेको चाहिँ भयो होला 2 हप्ता जस्तो 2 हप्ता जति हजुर अनि शरीरभरि गिर्खै आएको छ शरीरमा त्यही डेढ साइडमा हो त्यो 4-5 रुपिस ए अनि यहाँबाट कतै लानु भएको थियो चराउन कता लानुहुन्छ कतै लान्न हाम्रो मैले गएर राखेको 1 महिना जति भयो ए यहाँभन्दा अगाडि कता लानुहुन्थ्यो यहीँ पुरो चराउनु यहीँ पुरो कतै लानु अरू पनि छन् गोरु बेच्नु गरेको काती मङ्सिरमा मात्रै हो ए यसै तल रहेछ क्या दाइ हजुर तलै छ हाम्रो एक्लै घर हो गोठ के गोठ होइन त्यही बारीमा आउँछ खै तल गोठ त्यहाँ के गर्न लानु भएको त नि
खानासाना राम्रै खान्छ हजुर खाना त खान्छ पहिला त ठुलो भएको थियो जडीबुटीहरू खुलायो हजुर खुलाएर अलिक घट्यो तर खुट्टाको समस्या आयो त्यसको मेन भनेको के जडीबुटी खुवाउनुभयो जडीबुटी यो गाई खुरेहरू अनि यो सिल्टुर अनि के भन्छ अरे यो के बोन ढुकुर यतै हो हजुर ए ए तर बाटो त खतम छ यार अस्ति त्यो पानीले गर्दाखेरि मात्र सडन चलाएर थियो चलाएर थियो कता तर आउन त आइयो यार जान त मेरो त लास्टै गाह्रो हुनुभयो त यार म अघि बिहान आज त्यही माथि निमा गएर आएको स्कुल अन्त हामी हिँडेर आएको तपाईँ फर्स्ट टाइम भएर खै कता गोठ त देखिन्न है त यार हजुर गोठ चाहिँ त्यही हो कि उतै बारीको ए मेरी आमा कडा छ त ठाउँ यो ठाउँलाई के भन्छ त नि दाइ हजुर के भन्छ त नि यसलाई यो खटुङ खोला भन्छ हँ यो खास गाउँ त हेरेको डाँडा हो अब हामी गन्तव्य तल चाहिँ गोर्खे डाँडा भन्छ यो धानहरू कता कता कसले रोप्नुहुन्छ त नि यो हाई धोबाजीको अँ गाउँकोले छोडेको रे अँ त्यो धोबाजीले रोप्छ सबै अनि गाउँको नि लगाउँछ गाउँ छैन 2-3 घर भन्दा त्यहाँ होइन मात्रै गाउँतिर लगाउँछ तपाईँहरूले बाहिर आएर आउनुभयो नि अँ जम्मै गाउँतिरको खेतहरू ए धान सान गोडेर सब ध्यानदार रहेछ होइन हजुर सबै खेत लान्छु तपाईँ को हो त नि बस्ने घरमा घरमा म र मम्मी अनि त्यो दुईवटा बहिनीहरू बिहे गर्नु भएको छैन नै गएको धान त खासै राम्रो त हुँदैछ त त्यो साल ढिलो भयो नि त रोप्न लगाउन अँ पानीले गर्दाखेरि पानी पाएन धान लगाउने बेलामा अहिले पानीको पानी ए तर दाइ यार कहाँ यस्तो खालको आइयो यार यस्तरी त हिँडेको थिएन यार म त अहिलेसम्म पुरै यो गुफामा आए जस्तो छ यार झन् त कस्तो खोलेर आएर चाहिँ यसले यहाँ यार सेकेन्ड सेकेन्ड लाग्यो हो तर शीतल चाहिँ शीतल रहेछ है शीतल त बिराल धेरै गर्मी छ नि बिरुवामा त लास्टै गर्मी छ यहाँ बरु अलिक शीतल त शीतल हो तर आमा अहिले जानु उहाँ हो माथि त्यो घर देखेको भन्दा उहाँ माथि माथि पुग्नुपर्छ ओहो त्यही सेतो घर होइन त्यो त धेरै उता नि अलिक यता उता पर ल त नि अब जानु त जान होला धान त खासै राम्रो देखिएन क्या यहाँ है हजुर हरियो हुनुपर्ने होइन यस्तो सेतो सेतो देखियो कि धान त अब मल हाल्न पाएन मल हाल्नु भएन मल मल पाएन अहिले अँ यस्तो खुलाको क्या हाम्रो गरेको के हो त्यो यो बन्दुक हजुर के गर्छ त्यसले यो ज्वरोको के भन्छ अरे त्यो जडीबुटी के गरेर खुवाउने हो यो खिचेर खुवाउनु थियो अनि त्यो तपाईँले गाई खायो भनेको हुन्छ हजुर अनि त्यो तपाईँले कति रोप्नु भएको त नि धान हाम्रो चाहिँ 4 हलमा कति उत्पादन हुन्छ 18-19 18-19 मिनट हुन्छ ओ कस्तो राम्रो काँक्रो फलाएर रहेछ नि त काँक्रो के हजुर भर्खर कतिले लाग्छ होइन नि ए कोदो नि रोप्नुहुन्छ ए ल ठिक छ ल लगाइछ अझ गोरु भएको ठाउँमा आएँ चिन्छ कि यही हो गाइज मेरो गोरु बिरामी भएको चाहिँ अब यसको चाहिँ के हो म यसो हेरेर देखाउँछु है तपाईँहरूलाई यसले बाँध्ने चाहिँ फुकाइछ यसको यो अब यो तपाईँको लक्ष्मणहरू चाहिँ सबै एलआइसीको देखिएको छ होइन
अब तपाईँलाई त्यस्तै खबर गरेको रहेछ भने पछाडि लगाइदिनु पर्छ कि भ्याक्सिन। मान्छेहरूले खोजी भ्याक्सिन लगाउँछन् भाइ। तपाईँहरूलाई यही खबर गरेर नि भ्याक्सिन लाग्ने भन्नुहुन्छ। त्यो त पुरो राज्यको लगानी हो नि त। अनि राज्यले तपाईँहरूलाई निःशुल्क रूपमा दिएको लगानी। अनि त्यस्तो भ्याक्सिन लगाएको भए त अनि त्यस्तो भनिन्छ तिमी त लाउनै पर्छ भन्छ त। केही खतरा हुन्न कि दाइ। ज्वरो कम भएपछि त के खतरा हुने हो र। ज्वरो त कन्ट्रोल गर्नुपर्छ। ज्वरो कन्ट्रोल भएन भने त्यसलाई खान मन लाग्दैन। त्यस्तो आइरहेको बिग्रोहरू। यो बिरामी चाहिँ अर्कै गर्कै पहिला कस्तो हुने चाहिँ अर्कै बिरामी भन्छ उनीहरू पछि सब पुर्छ। अनि यो त तपाईँलाई मात्र होइन अरूलाई नै खतरा हो। यो त सर्छ नि त। अनि हजुर अन्त कमजोर चाहिँ कमजोर गर्छ तिमीले। केही कमजोर ठिक छ। अब त्यो लगाउन नहुने ठिकै छ होइन। खाने औषधि दिन्छु मैले। तर अब यसलाई चाहिँ सन्चो नआउनुसम्म यहीँ राख्नु पऱ्यो होइन। अब भ्याक्सिन लगाउनु पऱ्यो। भ्याक्सिन लाउनु जाँदैन मान्छे होइन बहुत छोडिदिनु। अब त्यो अर्को सर चाहिँ लाउनुपर्छ अरे भन्नु होइन। दबाई केही छ अरे दिनुहुन्छ अरे के लाउने त्यही गर्नु त। उहाँ चाहिँ सुई लगाउन डराउनु भयो। इन्जेक्सन लगाउन। अब फेरि जबरजस्ती अर्काको सम्पत्तिलाई लगाइदिनु पनि भएन। त्यही भएर मैले चाहिँ उहाँहरूलाई चाहिँ यो स्प्रे अनि त्यस पछाडि एउटा एन्टिबायोटिक र मिलोक्सिक्याम औषधि छोडिदिएको छु। अनि पछि यसलाई चाहिँ भ्याक्सिनेसनमा अब जसै भए नि भ्याक्सिनेसन लगाउनुपर्छ। यो त अब कहिले भन्दा फेरि समस्या हुन्छ। आज यो चाहिँ यसो हेर्दाखेरि चाहिँ एलएसटीकै सङ्केत मिलेको छ आज मलाई चाहिँ। उहाँले चाहिँ औषधि खुवाउँदै हुनुहुन्छ है गाईलाई। यसरी खुवाउँदै हुन्छ। बाहिर नफालोस् है। बाहिर फाल्नुहुन्न। इन्जेक्सन लाउनु मान्नु भएन। यसरी खाँदो रहेछ। खाने दबाई खायो नि राम्रै भयो। फाल्नु भएन त जसरी नै खुवाउनु पऱ्यो। बाहिर गयो भने औषधिको कामै हुन्न। तितो भइस दबाई त मिठो हुन्छ। खायो हजुर खान्छ कि खाना त एकछिन मुखसम्म दियो नि नफल है। माथि एउटा अब एकचोटि नदुखान आउनु अरे केटा। फाल्न हुन्न त आनन्दले जिउरो चापेर होस् कि जे गरेर होस् खुवाउनु पऱ्यो। जस्तो ज्वरो गनाएको मान्छे जस्तो गनाउँदो रहेछ कि पशुको फाल्छ होला दाइ त्यसले। नफल है। ले त होला नि केही छैन। यहाँ छ 15 लाउनु।